गुड मर्निङ साथीहरू। यो चाहिँ हो सस्ते जुगाड। यो मैले के गर्दैछु भनेर सोच्नुहुन्छ होला तपाईँले हैन। यो चाहिँ मैले यो भगवानको त्यो रुईको यो यसको हुन्छ नि यस्तो रातो काटेर चाहिँ डल्लो पार्दैछु, किनभने आज स्कुलमा यिनीहरूको कटन बल मगाएको रहेछ। कटन बल हिजो 2:30 मेसेज पठाएको रहेछ, मैले त देखिनँ, हेरिनँ, मतलब राति हेरेँ मेसेज 10 बजीतिर। अब त्यति बेला चाल पाएर अब एका बिहान नै कहाँ खोज्नु, हिजो दिउँसै हेरेको भए त टाइम थियो। तर अब बिहान बेलुका राति 10 बजी हेरेँ नि त, अहिले बिहान 8 बजीतिर कहाँ जानु, दोकानहरू खोलेको पनि हुँदैन। त्यही भएर चाहिँ मैले भगवानको पूजा गर्ने चाहिँ यसो गर्दै डल्लो डल्लो बनाउँदैछु। स्कुलबाट पनि सामानहरू घरि के ले भन्छ। अब छेउमा जो पाउँछ हो त्यो त ल्याउनु सक्छु। अब टाढा टाढामा हुने त के गर्नु। यसको हिजो होमवर्क पनि दिएको थियो म्यामहरू। यो हेर्नु न, मैले अब बिचारा यसले गर्नु सक्दैन, तर यसलाई यसरी गर्नुपर्छ भनेर सिकाउँदै मैले गरेको। यो चाहिँ येल्लो पेपर काटेर चाहिँ च्यातेर चाहिँ टालेर आँखा मुख बनाइदिएको मैले। अनि त्यो बाहिर चाहिँ ब्ल्याक कलरले यस्तो गरिदिएको मैले। उसले त सक्दैन, अब उसलाई त देखाउँदै गर्नु पऱ्यो नि यसरी गर्नुपर्छ भनेर। अन्त यहाँ चाहिँ भएको छैन, अहिले फेरि यहाँ अलिअलि टालिदिन्छु। होमवर्क पनि मै गरिदिनुपर्छ। अरू त गर्छ म्याच द कलमहरू, कलरिङहरू, कलम म्याच गर्नेहरू त मजाले गर्छ कि। अब यस्तो टाल्ने बिचरालाई थाहा छैन। अहिले भर्खर 3 साल त पुग्दैछ, प्ले ग्रुपमा छ होइन। बिस्तारै बिस्तारै सिकिहाल्छ। किन बेसी प्रेसर दिनु नानीहरूलाई होइन। म चाहिँ अब स्कुलमा साथीभाइहरूसँग खेलोस्, सबै कुरो सिकोस् भनेर चाहिँ छिटो स्कुल लगाइदिएको। 2.5 सालमै स्कुल लगाइदिएको नि त मैले छोरीलाई। अब यो कटन बल रेडी गरेर चाहिँ यसलाई नुहाइधुवाइ गरेर तयारी बनाइदिन्छु। रातो जति सबै निकालिदिनु पऱ्यो। अब यति पनि गरिनँ भने त अन्त बिचारा मेरो छोरी क्लासरुममा हेरिरहने भयो नि त होइन। जोसम्म एक्टिभिटी गरोस् न, चाहे राम्रो होस् नहोस्, सिक्छ त कुछ होइन, कुनै कुरा सिक्छ त। त्यही कारण चाहिँ जस्तो भए पनि मैले कटन बल बनाएर पठाइदिँदैछु। अब यसलाई रबर ब्यान्डले यहाँ बाँधिदिन्छु। सस्तै जुगाड। छिटो छिटो बाबा ढिलो भइसक्यो। आऊ छिटो आऊ न, के हेरिरहेको ठाउँमा परेर। लु यही नै भाइ, हेर स्कुलको टाइम भइसक्यो, 9 बजिसक्यो। ढिलो भयो भने चाहिँ मेरो छोरी यसरी कुद्छ है आफै। हाँ के लु न, यहाँ साँपको काजुली थियो नि, कहाँ गएछ? हराएछ साँपको काजुली, फ्याँक्दैछ। लु नै छिटो लु दिदेऊ नै फल यहाँ हेर्दा नि बाबा। आछि हाँस्देऊ न, यता हाँस्दै त। हेलो गाइज भन्देऊ न, हात हालेर। आछि कस्तो टक्क्यो। लु यता हेर बाबा, यता यसो नि, लु यहाँ र। लु हेलो गाइज गर्दै त, हेलो गाइज गर्दै हात हालेर भयो। बेसी नै भयो। कुदेको ढिलो गर्छ कि अन्त कुदेको नि।